हेलो गाइस, गुड इभिनिङ वान। ल म चाहिँ आज सब्जी किन्न आएको अवस्थामा है साथीहरू। सब्जी यस्तो छ नि, हेर्नुहोस् ल। सब्जी चाहिँ यस्तो छ है। यो बाइक न कि कालो भेन्डा के हो त, कालो भेन्डा भन्छ के अरे। तपाईँले के भन्नुहुन्छ? सब त मिठो होला या नहोला, मलाई यो चाहिँ मिठो लाग्छ है अरूभन्दा पनि। 9 रुपियाँ किलो छ। ल साथी हो, सब्जी मार्केटमा आएको अवस्था। अब यता बस्दा बङ्गालीसँग बस्दा सब्जी भन्न जाने, हाम्रो यो तरकारी भन्नुपर्ने है। सब्जी ल चाहिँ तरकारी आएको अवस्था यस्तो छ। फर्सी हेर्नुहोस्, यहाँ 11 रियालको फर्सी हो है। भित्र पाल परिरहेको छ, भित्र उनीहरू फालेर बाहिर खाने। हाम्रो ठाउँ चाहिँ भित्रको खाएर बाहिरको फाल्ने। यही सिमीले गाउँघरमा खान मन लाग्दैन, यही सिमी देख्दाखेरि खान मन लाग्छ साथी हो। सब्जीको दोकान चाहिँ यस्तो छ है। यसो चाइनिज साग, सलाद यस्तो छ तरकारी। बजार आएको अवस्था। ल हेर्नुहोस्, यही चिम्बु छ भन्छ ढापले। हाम्रो भाषामा ढापले भन्छ है। यो माथि जङ्गल हो, यो पनि 1 रियालले सकिन। सब कति बेलाले मन पर्दैन सब है। मलाई चाहिँ दालसँग जस्तो लाग्छ, मलाई चाहिँ ल यही खाएँ भने। यता गाइस हो, म चाहिँ यहाँ यही सब्जीहरू के